हामी चाहिँ आज सुकेटारबाट काफ्लेपाटीसम्म हिँड्दै जाँदैछौँ। हाम्रो डेस्टिनेसन चाहिँ पाथीभरा माता। अब साथी कति किलोमिटर छ अरे यहाँबाट? यहाँदेखि लगभग 10 किलोमिटर छ। 10 किलोमिटर। हामी यहाँदेखि काफ्लेपाटी हुँदै त्यहाँदेखि थोरै उकालो चढेर ठुलो फेदीसम्म जाँदैछौँ। त्यहाँदेखि भोलि बिहान सबेरै उठेर पाथीभरा माताको दर्शनमा हामी जानेछौँ। चिसो मौसम छ है, हिँड्न चाहिँ अब साथी भएपछि होइन, एक्लो घाट्ने यता मजा छ। यहाँ चाहिँ हिमालयन हाब्रे सेन्टर देउराली ताप्लेजुङ 2 किलोमिटरमा। यहाँ चाहिँ जङ्गली जनावरहरूलाई होला सायद संरक्षण गरेर राखेको छ। ल हामी चाहिँ एकदम पैदल यात्रा निरन्तर रूपमा अघि बढाइछौँ। यहाँनिर चाहिँ हामी बाटोमा हिँड्दै एउटा होटल भेट्यौँ र खाजा खाना छिराछौँ। साथी पनि यहाँ छ र म पनि यहाँ छु। अब हामी यहाँबाट खाएर फेरि निरन्तर यात्रा जारी हुन्छ। चोरी डकैती केही हुन्छ भन्नु कसैले केही नसोचे हुन्छ। हामी चाहिँ यहाँबाट चाउचाउ खाएर अब फेरि पनि यात्रा जारी गर्न थाल्यौँ। चक्लेट पनि बोकेको छ यसो क्यालोरी बुस्टको लागि। अब निरन्तर हामी चाहिँ यो बाटो सिधै हिँड्दै काफ्लेपाटीसम्मको यात्रा जारी छ। यहाँनिर पाथीभरा जाने बाटो भनेर ठाउँमा यसरी देखाइदिएको हुँदो रहेछ र पैदल यात्रीलाई पनि धेरै सहज हुने रहेछ। मौसम चाहिँ एकदम बिग्रेला जस्तो स्थिति छ, हाम्रो पानी पर्छ जस्तो छ। तर पनि अब हामी पैदल यात्रा गर्दैछौँ, समस्या हुँदैन। एकदम यहाँ तुवालो लागेको छ, के भन्छ यसलाई, कुहिरो भन्छ होला सायद, झापाली परि। अब त्यस्तो धेरै त थाहा छैन होइन। ल बाटो चाहिँ एकदम खराब रहेछ। हामी चाहिँ हिँड्ने नै अठोट लिएको छौँ। आजको दिनभरि टाइम छ हामीलाई माथिल्लो फेरि पुग्नलाई, त्यही भएर त्यस्तो अप्ठ्यारो छैन। गाडीहरू चाहिँ यसरी हिँडिरहेछ लरबराउँदै। बाटो एकदमै खत्तम छ। कसै नि यार साथी साथी चाहिँ बिजोक रमाइलो माछा पक्रियो अलिकति। बिजोक रमाइलो अलिकति ट्रेकिङ भनेको यही हो। जिग्री यार, अनि तिमी किन अल्छी गरेको यार जिग्री? ऊ त्यो जिग्री चाहिँ जानु मन गर्दैछ हो। जाउँ जिग्री, जाने जिग्रीहरू दुईजना नजाने? बाई त्यसो भने टाटा जिग्रीहरू। चाहिँ हल्का यसो घर बस्ती पनि आयो र यहाँनिर चाहिँ हामीलाई यसो जान मन लागेको छ। अब हामी त्यतैतिर लाग्दैछौँ। त्यहाँबाट हामी सिधै यता माथितिर लाग्ने रहेछौँ। अनि यहाँनिर चाहिँ हाम्रो काफ्लेपाटी रहेछ, माथि चाहिँ ठुलो फेदी। अनि हामी यहाँ टपमा पुग्नुपर्ने रहेछ। आइपुगिसकेपछि चाहिँ अलिकति घाम लाग्यो है। यहाँ आइसकेपछि चाहिँ घाम लाग्यो अलिकति। अब हामी निरन्तर हिँडिरहेछौँ, गाडी आइरहेछ। अब यसो उयो माथि हेरेर आउनु पर्यो एकचोटि। अब यो भ्यू हेर्दै हामी चाहिँ हाम्रो साथी एक्सट्रिमसँग हल्का रमाउँ है। हामी जानुपर्ने चाहिँ त्यहाँ माथि पाथीभरा मन्दिर, त्योभन्दा तल माथिल्लो फेदी र त्योभन्दा तल चाहिँ तल्लो फेदी। ल अहिलेसम्म चाहिँ यात्रा हाम्रो एकदमै मजा भइरहेछ। आएको घरि है घाम लागेर टन्टलापुर थियो। हामी 5-10 मिनट माथि अल्झेको, पुरै यसरी हुस्से कुहिरो लागेर अहिले हामी अब बाटो लाग्दैछौँ। ढिलो भएर साथी चाहिँ पाइप टेक्दै गर्दैछ। म पनि जानुपर्ने छ यसरी नै। उकालो लाग्दै गर्ने क्रममा हामीले यहाँ यसो ढुङ्गाको आर्ट देख्यौँ। अनि हामी पनि यहाँनिर यसो बनाएर जाउँ न, भगवान्को आशीर्वाद हामीलाई पनि हुन्छ भनेर लाग्यौँ कि कसो साथी? कति टाइम लाग्छ होला? अब 10 मिनट 15 मिनट।
यता जानु 5 मिनेट राम्रो बाटो छ सोध्यो 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 आधी घन्टा बेचेको त होइन नि हाम्रो पहिरो ताप्लेजुङको बाटो नमान्नु डराइलाई नभुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर। यहाँनिर चाहिँ एउटा पोखरी रहेछ हामीले जाँदै गर्दाखेरि बाटोमा देखियो। अब यता पनि अरू पोखरीहरू छन् हेर्नु हो भने होइन त दादी के भन्छौ? वारी जमुना पारी जमुना जमुनाको फेदैमा हामी सुकेटादेखि लड्दै पढ्दै घिस्रिँदै भए पनि हामी काफ्लेपाटी आइपुग्यौँ। हामी जाने माथि 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 यो डाँडो छोडेर पल्लो डाँडा माथि हो। ल यहाँनिर चाहिँ हामीले थुक्पा मगायौँ अनि यो काफ्लेफेरीमा थुक्पा खाएर चाहिँ हामी डाइरेक्ट उकालो लाग्छौँ। यहाँ साथी चाहिँ रेडी छ। ल है त साथी खान्छु है। यहाँनिर काफ्लेफेरीमा चाहिँ सिमसिम सिमसिम पानी पऱ्यो। हामी खाजा खान बसेको थियौँ। अब यहाँबाट चाहिँ माथि उहाँबाट हामी उकालोतिर लाग्छौँ। यहाँ चाहिँ अहिलेको मौसम चाहिँ एकदम बिग्रेर यसरी पानी परिरहेको छ र अब हामी चाहिँ लगभग रेडी भयौँ। यहाँबाट उकालो लाग्छौँ। हामी चाहिँ यहाँबाट उकालो लाग्दैछौँ। अब निरन्तर यात्रा हाम्रो जारी छ। यहाँ पर त राम्रो हिमालयन माउन्टेन रेन्ज पनि देखिरहेछ। साह्रै नै एकदम सुन्दर दृश्य देखिरहेछ है। अलिअलि बादल हटेर घाम परेर भिजन चाहिँ जे होस् राम्रो देखिरहेछ। यहाँबाट पाथिभरामा तपाईँलाई हार्दिक स्वागत छ। मलाई सघाइदिए भन्छ बुढापाका भएपछि चाहिँ उकालो हेर्नै सकिँदैन। कतिचोटि हो? हजुर कतिचोटि पाथिभरामा त? म त अहिले भर्खर सुरु पहिलोचोटि हो। हजुर ल हिँड्न नसक्नेहरूलाई चाहिँ यहाँनिर यसरी सुविधा रहेछ। निरन्तर यात्रा जारी नै छ। पोखरी पनि देखिँदैछ। हामीले माथि गइछौँ हामी। मजा छ। हाम्रो हिमाल चाहिँ ढाके छ तर डाँडा काँडा हरियाली। हामी चाहिँ तलबाट यहाँसम्म आइपुग्यौँ। अब निरन्तर माथिसम्मको यात्रामा छौँ हामी। यहाँ सानो नानी त हिँड्दै आउँदैछन् मजासँग होइन। बाहिर कान्छा पुगेर आयो। हेलो गर हेलो। हिउँ पर लु हामीले हिउँ देख्ने भइयो जति चाहिँ। हामी आज माथिल्लो फेदीसम्म 1 घन्टामा हिउँ डरै परेछ। हिउँ त छैन असिना अहिले परेको थियो। ए हिउँ भन्दै हुन्थ्यो उयो तल। सानो हो तुसारो परेको होला। ए पुरै हिउँ सेतो हिउँ जस्तो देखिन्छ नि त। हुन्छ ब्रदर। ल पाथिभरामा त रक्षा गरौँ है ब्रदरलाई। ल ठाउँ ठाउँमा दोकानहरू पनि आउँदो रहेछ यहाँनिर। पानी सानी खाने ठाउँहरू। आइसक्यो अब एकैछिन छ। धेर बेर छैन। अब तपाईँहरूलाई 20 मिनट लाग्ला होला। ल त्यो जाँदाखेरि चाहिँ साह्रै जोस हुन्छ अरे कि मातालाई हेर्न। त्यो भएर अरे। फाइनली हामी चाहिँ यहाँ ठुलो फेदी आइपुग्यो
एकदम गलेर चत्रु भयो। अब गलेको त कुरा नगरौँ होइन। जे होस् आइपुग्यो, हामी यसमै खुसी छौँ। काहीँ पनि रुमै पाइँदैन रहेछ। सबैभन्दा ठुलो समस्या चाहिँ रुमको रहेछ। रुमको फेरि 2 जना मान्छे भन्दाखेरि चाहिँ झन् नपाइँदो रहेछ कि होइन। अब यसरी त नि बिजोग हुन्छ त। अहिले रातिको 12:30 बजेको छ। अब हामी चाहिँ यहाँबाट पाथिभरा मन्दिरको लागि ठुलो फेदीबाट उकालो लाग्ने तयारी गर्दैछौँ। म र साथी। निन्द्रा पनि लागेन। भोलि यो टाइमलाई युटिलाइजेसन गरौँ, बरु बिस्तारै चढ्दै गरौँ भन्ने कुरामा आइयो हामी। अब हामी यहाँबाट लाग्छौँ। आउनेको क्रम जारी छ तलबाट। अब हामी चाहिँ यहाँबाट माथितिर लाग्न आँट्दैछौँ। ल हामी चाहिँ प्रवेश गर्न आँट्यौँ। यहाँ साथी, यहाँ म, हामी रेडी भयौँ। जाडो छ। अब यहाँनिर हामीले धुपबाती गऱ्यौँ। कान्छी देवीको वासस्थानमा आइपुग्यो। अब यहाँ हामी पूजा गरेर जान्छौँ। हामी धेरै बेरको उकालोको यात्रा पछाडि ठुलो घन्टी आइपुग्यो। जय पाथिभरा माता! जय! फाइनल्ली हामी चाहिँ पाथिभरा माताको द्वारमा आइपुग्यो। साह्रै नै दुःख कष्ट गरेर माताले हामीलाई यहाँसम्म ल्याइपुर्याउनु भएको छ। माताकै ताकतले यहाँसम्म आइपुग्यो। हामी आइपुगेका छौँ। हामीले धेरै सङ्घर्ष पछाडि माताजी भएको ठाउँमा आइपुगेको छौँ। माताजीले हामीलाई ठुलो आशीर्वाद दिनुभएको थियो हामी राम्रोसँग आइपुगौँ भनेर। जय पाथिभरा माता। फाइनल्ली हामी यहाँनिर आइपुगेका छौँ। बिहानको 3 बजेको छ अहिले। हामी यहाँ आइपुगेका छौँ। साथी यता हेर्दै माता पाथिभराको दर्शन पाएर फर्क्यौँ र यसै गरी यो भिडियोलाई यही अन्त्य गर्दै लाइक कमेन्ट सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सी यू नेक्स्ट टाइम।